नमस्कार। आज मे 1 तारिक अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस 137औं श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण देश विदेशमा श्रमजीवीको रूपमा काम गरिरहनुभएका सम्पूर्ण श्रमिकहरूमा यस दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। मेहनत, पसिना र समर्पणले संसारलाई अगाडि बढाउने सम्पूर्ण श्रमिक दाजुभाइहरू तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान व्यक्त गर्दछु। साथै तपाईहरूको अमूल्य योगदानले आज यो संसारमा हरेक मानिसहरूले आज आफ्नो एउटा सम्मानपूर्वक जीवन बिताइरहेका छन्। तपाईहरूको अधिकार, सम्मान र सुरक्षित भविष्य सधैँ सुनिश्चित होस्। पुनः पनि यहाँहरूलाई शुभकामना व्यक्त गर्दै श्रमको कदर गरौँ, श्रमिकको सम्मान गरौँ भन्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।